जेनजी आन्दोलनबाटै बनेको अन्तरिम सरकारले जेनजी आन्दोलनको प्रमुख एजेन्डा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री गराउन नसकिने जानकारी दिएको छ। हिजो बेलुका प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाउँमा सम्बोधन गर्दै यो जानकारी दिनुभएको। उहाँको भनाइअनुसार प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री गराउनको लागि संविधान संशोधन गर्नुपर्ने र त्यसको लागि अहिले संसद विघटन छ र संसदबाट 2/3 बहुमतले संविधान संशोधन गर्नुपर्नेछ र यो कुरा अहिले असम्भव छ भनेर उहाँले जानकारी दिनुभएको छ। यता महावीर पुनले पनि आफ्नो सामाजिक सञ्जालमा अहिले नै यो सरकारबाट धेरै ठुलो परिवर्तनको आश नराखौँ, अब आउने चुनावमा भ्रष्टाचारीहरूलाई संसदमा जान नदिएर राम्रा मान्छे जिताएर हामीले संविधान संशोधन गरेर मात्रै ठुलो आश राख्न सक्छौँ भनेर जानकारी दिनुभएको छ। यता जेनजी आन्दोलनकारीहरू भने यो निर्णयबाट अलिकति रुष्ट भएका छन्, किनभने हाम्रो प्रमुख एजेन्डा प्रमुख माग नै त्यो थियो र त्यो हुन सकिरहेको छैन र यो कुराले जेनजीहरूलाई निराश तुल्याएको छ। अब अहिले यो सरकारको विरोध गर्ने अथवा आलोचना गर्ने भन्ने कुरामा अल्मलिरहेका छौँ।